श्रीमद्भागवत दशम स्कन्धको सुदामा चरित्र लीला पाठ गर्दछु। ज्ञानी ब्राह्मण एक सखा प्रभुजीका थिया सुदामा भने, काम गर्थ्याति गृहस्थीका विषयमा निर्लिप्त मनले बने। तिनकी ब्राह्मणी एक थिइन् घरमा कङ्गाल हुनाले गरी, तिनलाई पनि खुवाउन कन सधैँ सक्दैनथ्या पेटभरि। एक दिन ब्राह्मणी देहका सब लुगा साह्रै पुराना भई, टालो रङरङका लगाई उसमा पहिरी पति छेउ गए। पातिव्रत्य धर्म विषय रैटल गर्थिन् पतिको तहाँ, उर्मत थाम्न कठिन भयो र पतिका बन्दी भइन् सङ्गमा। हेना दुःख छ हामीलाई बहुतै सुन्छु रमाका पति, आजकाल द्वारवती विषय बसी सधैँ दान धर्म गर्छन् नाति। मैत्री खुब हरिको तपाईँसँगको थियो अघिको पनि, ठान्छु भेट्न गया अवश्य धन केही दिन थिया कि भने। सखा जानी आदर हरि हजुरको खो गरी लिनन्, विपद भो यिनलाई भनिकन बुझी दौलत दिनन्। हजुरका मनले केही दौलत दिँदैनन् कि भनी ती, नठान्नुहोस् दिन्छन् खुसी हुन गया मुक्ति पनि ती। सदा तुन्दा तुन्दा पतरी झैँ भो सारी तनकी, कति तुन्नु मैले तौल पुइगो एक मनकी। छुदाले पीडित छु कसरी गरु धन्दा म घरको, भनौँ कसका सङ्गमा गई सकल बात यो शरम भो। कुनै कामका खातिर दिदी बहिनीका घरमा कहिले, जसै जान्छु माग्ली भनी सकल भाग्छन् ती पहिले। सबैको चालातो बुझिकन नबोली शरमले, म फिर्छु निर्वाह कसरी गरौँ यस्ता तरहले। दिदी बहिनी सबले बहुत बढिया लाई कपडा, याई बोल्दामा मकन मनमा लाग्छ थपडा। भनौँ केही पोता गरिबिनी मछु हुन्छ झगडा, गरिबै के बोलु भनिकन म गर्दिन रगडा। ठुला पण्डित हुनी भनी सकल भन्छन् नगरीमा, यसोरी चुप लागी किन बसिरहेको झुपडीमा। नसिबमा हाम्रो केही छ कि छैन लौतो पनि यहाँ, घडीभर हेर्नुहोस् स्थिर मनी गरी ज्योतिषमा। बहुत गन्थन यस्तै पतिकन सुनाएर पहिले, भनिन् फेर भेट्नुहोस् हरिसँग हजुर झट्ट अहिले। सक्या दौलत मिल्ला नै त दर्शन मात्र हरिको, गरी फर्क्या छुट्ला जति छ सब पाप जन्मभरिको। पियारीले यस्तै विरह गरी कोमल वचनले, गर्याको बिन्ती यो सुनिकन सुदामा जीवनले। विचार गर्नै लाग्या मन बुझी गयो खुबसित जसै, भन्या प्यारीलाई तिमी असल भन्छौ भनी तसै। गुरु देउता राजा अरू पनि भला मानिस कहाँ, नजानु खाली हात भनिन्छ विधि शास्त्रै नीतिमा। हरिका निम्ति केही चिज बटुली देऊ तिमी यहाँ, म गर्छु गई दर्शन हरिकन खुसी भई मनमा। कुरा यो स्वामीको सुनिकन खुसी भई वरिपरि, छिमेकमा जो बस्था सकलसँग भिक्षा गरी गरी। मुठी चार चामल सब बटुलिकन जम्मा गरिलिन्, धरी एक टालोमा पतिकन उही चामल दिन्। सुदामा तो चामल लिकन अधिक ध्यान हरिमा, लगाई फेर द्वारा वती पुगी गया केही गरिमा। पश्चात्या कृष्णैका मल बिचमा गइकन जसै, मिलो ब्रह्मानन्दै मकन बनी ठान्थ्या तिनी तसै। नजर भो कृष्णैले पनि जब सुदामा कन तहाँ, पलङ छोडी दौड्या मिलन बनी तिनका सँगमा। नगिच आफ्ना भित्रै कन मित्रै कन गई दुवै बाहुली धर्या, हरिले आलिङ्गन खुसी भई ठुलो प्रेमसँग गर्या। सुदामाको पाउ उही गरी पखालिकन तहाँ, मर्चन्तो जलले पनि गरी लिया फेर शिरमा। उसैमा मग्नै भई कमल नयनै देखि जलधेर, बुहाई झर्सेचन पनि गरी लिया देहभरि फेर।
सुगन्धी चन्दन खुबुली प्रभुजीले बाहुलीभरि जलाई धुपबत्ती विधिसित ठुलो पूजन गरे। अनेक मेवा ताम्बुल असल थलियामा भरिलिया सुदामाका सामने लगिकन समर्पण गरिदिया। अति मैलो कालो बस्न पहिर्याका अङ्गमहा मालिन ब्राह्मणलाई पलङ उपरैमा धरी तहाँ। पतिका आज्ञाले करकमलमा चामर धरी बसी हाँक्थिन् सैया मैसी हरिकी गई उरी घरे। सहोदर दाजुको जसरी दुनियाँ आदर गरी कुरा गर्छन् सोही सरी पलङ त्यागिकन हरे। उठी बाहु पक्री टहली टहली केही गरी तहाँ गर्या बातचित साह्रै खुसी भई सखाका सँगमा। सखा पहिले हामी दुईजना गुरुका घर गई सँगै पढ्थ्यौँ बस्थ्यौँ शयनसँग गर्थ्यौँ खुसी भए। जति हाँस्थ्यौँ खेल्थ्यौँ दुईजना मिली हर घडी उहाँ अघिको प्रीति याद छ कि छैन अहिले मनमा। गुरुका घरदेखि पढिसकी जो घरै जाई पहिले विवाह गर्नु भो भएनछ उ सबै बात अहिले। मलाई भन्नुहोस् हुन त विषयका सुखमा तपाईँको इच्छा केही छैन भनी सब जान्दछु यहाँ। सखे शास्त्रै तिनजना कहिन्छन् गुरु पनि पिता मन्त्रै दाता जौन गुरु ज्ञान दिन्छन् नो भने। तिनैजन पूज्यै हुन् तर पनि तिनका बिचमा जौन ज्ञानै दिन्छन् बुझिलिनु ठुलो हुन् भनिया। जगतमा आत्मै ज्ञान जौन गुरु दिन्छन् उही सुनि विचार त्यसको सारा गरिकन मनैले अति गुनी। सदा अभ्यास त्यसको जौन जन गर्छन् निसिदिनै अघोर संसार सागर सहसँग तर्छन् पछि तिनै। यस्ता श्री हरिका कुरा सुनिसकी फेरि सुदामा तहाँ गर्छन् बिन्ती हजुरका सरी गुरु अर्कोमा पाऊँ कहाँ। ब्रह्मादिहरूका पनि गुरु हजुर दर्शन हजुरको गरी अज्ञान पासकन नाश गरेर पछि फेर जानेछु संसार तरे। बिन्ती यति सुनेर केही अलिअलि हाँसी हरिले पनि सोधी बक्सन भो सके मकन के ल्याइदिनु भो भनी। भक्तिले गरी पत्र पुष्पहरूको अर्पण मलाई जति गर्छन् भक्तहरू ग्रहणमा उसको गर्छु खुसीले अति। यो आज्ञा हरिको सुनेर उबखत अत्यन्त लज्जित भया निचो मुख गरेर बोल्न नसकी चुप भई सुदामा गया। निचो मुख गरेर बोल्न नसकी चुप भई सुदामा गया। साथीहरू अर्को भाग फेरि भन्छु, अहिले पहिलो भाग मात्र भनेर।